हरेक कामलाई अन्तिम समयसम्म थाती राख्ने र अन्तिम समय आइसकेपछि हतारेर गर्ने त्यो मानवीय स्वभाव हो। जुनसुकै देशको जुनसुकै अवस्थाको जुनसुकै व्यक्तिले पनि त्यो चाहिँ एउटा आम प्रवृत्ति हो भनौँ। अब यो भिजाको कुरामा चाहिँ अन्तिम दिनसम्म पनि भिजा अप्लाई नगरिकन राख्ने र लास्ट आवरमा चाहिँ दौडेर ल अब अप्लाई गरिहाल्नु पर्यो, भोलि नै सकिने रहेछ भनेर आउने, अझ कतिपय केसमा आजै सकिन लागेको छ भनेर आउने त्यो प्रवृत्ति हामीहरूले धेरै देखिरहेका हुन्छौँ। यसमा चाहिँ एउटा रिस्क हुन्छ। कहिलेकाहीँ अन्तिम दिनसम्म राख्दाखेरिमा कुनै कारणवश त्यो दिन लज गर्न सकिएन भने, कहिलेकाहीँ अन्तिम दिनसम्म गर्छु भनेर राख्दाखेरिमा चाहिँ त्यसलाई नहुने कुनै डकुमेन्टहरू त्यो दिनसम्म तयार नभएको हुनसक्छ। कुनै केसहरूमा चाहिँ एप्लिकेसन इनभ्यालिड भएको, अन्तिम दिन हतार हाल्दाखेरि एप्लिकेसन इनभ्यालिड भइसकेपछि त्यो एप्लिकेसन पुरै फिर्ता आउँछ, तिरेको पैसा समेत फिर्ता आउँछ भनेपछि त्यो एप्लिकेन्ट चाहिँ अनलफुल बनिसकेको हुन्छ। त्यो कारणले गर्दाखेरिमा चाहिँ हामीले बारम्बार जहिले पनि हाम्रो क्लाइन्टहरूलाई भिजा अप्लाई गर्नु छ भने अन्तिम दिनसम्म नराख्नुहोस्। कम्तीमा नि 1 हप्ता अगाडि अथवा 2 हप्ता अगाडि, सकिन्छ भने 1 महिना अगाडि नै अप्लाई गर्दा पनि भयो। त्यो गर्दाखेरि के हुन्छ भने कहिलेकाहीँ कुनै कारणवश एप्लिकेसन इनभ्यालिड भएर आएछ भने पनि तपाईहरुले फेरि अर्को अप्लाई गर्न पाउनुहुन्छ। 1-2 महिना अगाडि नै भिजा अप्लाई गर्नुभएको छ र पहिलाको जुन भिजाको एक्सपायरी डेट भन्दा अगाडि नयाँ हालेको भिजा रिफ्युज भएर आएछ भने पनि तपाईसँग दुईटा चोइस हुन्छ। ट्राइब्युनलमा चाहिँ रिभ्यूको लागि अप्लाई गर्ने अथवा त्यही भिजा एप्लिकेसन फेरि रिअप्लाई गर्ने, त्यो दुईटै तपाईसँग चोइस हुन्छ। त्यसैले अन्तिम अवस्थासम्म, लास्ट डेटसम्म, लास्ट आवरसम्म भिजा चाहिँ अप्लाई गर्नलाई बाँकी नराख्नुहोस्। कहिले के हुन्छ नि, लास्ट डेट भनेर तपाईले राख्नुहुन्छ, त्यही दिन चाहिँ सिस्टम मेन्टेनेन्समा गइदिन्छ, डिपार्टमेन्टले पनि टाइममा सिस्टम अपडेट गर्नको लागि बन्द गरिहाल्छ। कहिलेकाहीँ त प्लान नै हुन्छ, त्यो कहिलेकाहीँ अनप्लान हिसाबले पनि सिस्टमको कुरा हो, त्यो काम नगर्न सक्छ। त्यस्तो गरिदियो भने चाहिँ तपाईहरुले आफ्नो भ्यालिड टाइम भित्र हाल्दाखेरि पाउने जुन सुविधा हुन्छ, जस्तै अब स्टुडेन्ट भिजाको केसमा भनौँ, ब्रिजिङ भिजा ए पाउनुहुन्छ, तपाईले भिजा सकिने दिनसम्म अप्लाई गर्नुभएको छ भनेदेखि भोलिपल्ट अर्को स्टुडेन्ट भिजा हाल्नुभयो भने एकचोटिलाई 28 डेजसम्मको सुविधा त छ, तर भोलिपल्ट हाल्ने बित्तिकै तपाईले ब्रिजिङ भिजा सी मा जानुहुन्छ र वर्क राइट्स गुमाउन सक्नुहुन्छ। त्यसपछि तपाईको ट्राभल राइट्स गुम्छ, ब्रिजिङ भिजा बी मा जान मिल्दैन। त्यसको कन्सिक्वेन्सहरु एकदमै सिभियर हुन सक्छ। त्यो कारणले जहिले पनि भिजा सकिनुभन्दा 1 हप्ता, 2 हप्ता अथवा 1 महिना जतिसक्दो अलिकति चाँडै नै त्यो एउटा चाहिँ बफर टाइम राखेर भिजा अप्लाई गर्न चाहिँ हामीले सधैँभरि सुझाव दिने गरेका छौँ।